पुराना पार्टीका झोलेहरूले काम पाएनछन्। अब सरकारले खालि ढाल्ने प्रश्न रहन्छन्। यी 12 भाइ त झन् सारा खतमै नै छन्, कुकुरै हुन् यिनीहरू। सुदनले त्यत्रो रेकर्ड देखाइरहेछ त, तम्सुक देखाइरहेछ, विभिन्न ऋणहरू लिएर गरेको भनेर, सेयर गरेको भनेर देखाइरहेको छ। फेरि यो विलाप किन? तिमीले घुस खान पाएन भनेर, भ्रष्टाचार गर्न पाएन भनेर? तेरीमा साला खातेहरू, तिमीहरू पार्टीका साला झोले कार्यकर्तालाई, झोले पत्रकारहरूले त जनतालाई राहतको सास पनि फेर्न नदिने भयो। बागलुङ सरकारले यसो केही राम्रो काम गरिरहेको थियो, त्यस सरकार अन्तर्गत सुदन, वाग्ले, सस्मित लगायत विभिन्न मन्त्रीहरूले जुन कार्य गरिरहेका छन् त्यो स्वागत योग्य छ जनताको लागि। तर तिमीहरूलाई किन यो चयन आउँदैन? साले झोलेहरू, साले कुकुर झोलेहरू हो। किन सुदनको पछाडि लागेका छौ, बागलुङ सरकारको पछाडि लागेका छौ? तिम्रो बाउले तिमीलाई खान दिएका छैनन्? कति बिक्छौ तिम्रो मासु भातमा? ठुक्क मरा कुकुरहरू। अब त चेत, अब त देश बनाउनको लागि अगाडि बढ। कति पार्टीको झोला बोक्छौ, कति मासु भातमा बिक्छौ? जब सुदनले मैले गल्ती नै गरेको छैन भने उसले त्यत्रो प्रमाण पेश गरिसकेपछि तिमीले बुझ्नु पर्दैन? दिमाग छैन तिमीहरूको? गुखान्छौ तिमीहरू, गुखाने बुद्धिशालीहरू, चोर खाते, हरामी साला डाँगाहरू।